आज चाहिँ हाम्रो यात्रा ककनीसम्मको रहेको छ। ककनीबाट स्वयम्भू जाने बाटो। स्वयम्भूनाथ तलैबाट दर्शन गर्दै हामी हामी ककनी जानको लागि बालाजु चोकबाट उता बाइपास जानेपट्टि छिरेर आउटसाइड रिङ रोड हामी लाग्यौँ अगाडि। कपाल फरफराउँदै हावा खाँदै हामी अगाडि बढिरहेका छौँ। अगाडि भुवनेश्वर मन्दिर, यो बाटोको मुनि हुँदै जाने हो है गाइज। अगाडि ट्याङ्करले पानी छादिरहेको छ, देख्न सक्नुहुन्छ। धुलो नउडोस् भनेर एकदम राम्रो बाटो यतातिर पिच गरेको छ। सबै चाहिँ पिच छैन, अहिले अफरोड पनि आउँछ हुन्छ हैन। यहाँ चाहिँ हामी खाना भनेर बस्यौँ। यस्तो नमिठो खाना खुवायो, यस्तो नमिठो लोद कुराएर के भन्ने। जाँदा भिडियो खिच्न बिर्सिन्छ, त्यही भएर हामीले आउँदा भिडियो बनाएको हो। यो चाहिँ ठ्याक्क माथि चोकमा पुगिसकेपछि त्यो चोकबाट दाहिने लागेर जाने बाटो छ। सिधा अगाडि होइन, लेफ्ट राइट होइन, दाहिने लागेर जाने हो है। अगाडि एकदमै ग्रिनरी, एकदमै राम्रो, सानो सानो छ बाटो चाहिँ। आइपुग्न लाग्यो। हामी त्यहाँ माथि पार्किङ स्थलमा पुग्यौँ। यता नगएर चौर चाहिँ यता हो, हेर्नुहोस्। अलिकति अगाडि गएपछि राइटमा काठको भर्याङ रहेछ, त्यहाँबाट झरेर तल गयौँ। बाइक पनि जाँदो रहेछ जान चाहिँ, तर हामी चाहिँ हिँड्दै गयौँ फुल देखाउँदै। भिडियो बनाउनु भएको म्याडमले देख्न सक्नुहुन्छ। आनन्दको चौर छ, टक्क समय लिएर जानु होला। गर्लफ्रेन्ड, बोयफ्रेन्ड, साथी भाइ, परिवार को जाने हो, चट्ट गएर इन्जोय गर्न सक्नुहुन्छ हजुरहरू। ल है त, यस्तो छ भ्यू हेर्दै आनन्द लिँदै स्न्याकहरू लिएर जानु होला। हात समाउँदै हामी लखरक भिडियो बनाउँदैछौँ, यो मौसमको आनन्द लिँदैछौँ। गोबाट टी देख्न सक्नुहुन्छ भैमा। माथि एउटा ककनी थाई मेमोरियल पार्क भन्ने पनि रहेछ, त्यहाँ पनि गइयो। चिसो मौसममा आनन्दको सानो रहेछ पार्कमा चाहिँ, त्यहाँ पनि घुम्यो। त्यसपछि हाम्रो आजको यात्रा समाप्त भयो। एकदमै राम्रो छ, हजुरहरू पनि जान सक्नुहुन्छ है त एकचोटि। धन्यवाद।